हेलो, सजिलो भान्सामा यहाँहरूलाई स्वागत छ। आज मैले आलु र अन्डा करीको रेसिपी लिएर आएकी छु। यसलाई बनाउनको लागि मैले उसिनेको आलु र अन्डा लिएको छु। अन्डालाई मैले काटा चम्चाले प्वाल पारेकी छु ताकि पछि मसला अन्डाभित्र पसोस्। प्याज, टमाटर र एउटा खुर्सानी काटेर राखेकी छु। अब हामीले अन्डा फ्राई गर्नको लागि एउटा प्यानमा तेल राखी बसाल्ने र त्यसमा अन्डा राख्ने। जब अन्डा फ्राई हुन थाल्छ तब तेल धेरै उछिटिनु भएकोले मैले त्यसमा थोरै नुन राखेकी छु र रङको लागि थोरै बेसार पनि राखेकी छु। अब नुन र बेसारलाई मजाले अन्डामा मिक्स गर्ने। हामीले अन्डालाई केही बेरसम्म फ्राई गर्नुपर्छ। जब अन्डाको कलर रातो रातो हुन थाल्छ र फ्राई हुन थाल्छ तब अन्डालाई निकाल्ने र कराई बसाल्ने। कराई तातिसकेपछि हामीले कराईमा तेल राख्ने। जब तेल तात्छ त्यसपछि हामीले त्यसमा मेथी फुराउने। जब मेथी कालो हुन्छ त्यसमा अघि काटेको प्याज राख्ने र खुर्सानी पनि राख्ने अनि त्यसलाई केही बेर मजाले चलाउने। जब प्याजको कलर गोल्डन ब्राउन हुन थाल्छ तब त्यसमा टमाटर पनि एड गरिदिने। हामीले प्याज, खुर्सानी, टमाटरलाई मजाले मिक्स गर्ने र केही बेर चलाउने अनि त्यसपछि हामी बेसार एड गर्छौँ। बेसारपछि नुन एड गर्ने र नुन बेसारलाई टमाटरमा मजाले मिक्स गरिदिने। जब सबै मजाले मिक्स हुन्छ त्यसपछि केही बेर लो फ्लेममा छोपेर पकाउने। करिब 2-3 मिनेटपछि टमाटर पाकिसक्यो र त्यसमा मसला र अदुवा लसुनको पेस्ट राख्ने। त्यसलाई पनि मजाले चलाउने। केही बेरपछि सबै मसला पाक्छ अनि त्यसमा अघि उसिनेर काटेर राखेको आलु राख्ने र आलुलाई पनि अब सबै मिक्स गरिदिने र केही बेरसम्म आलुलाई पनि मजाले फ्राई गर्ने। यति बेला मैले ग्यासलाई मिडियम फ्लेममा राखेको छु। आलुलाई केही बेर फ्राई गरिसकेपछि त्यसमा पानी एड गर्ने। हामीले अन्डा करी बनाउँदा ग्रेभी बनाउनु पर्ने भएकोले यसलाई पानी एड गरेर केही बेर छोपेर पकाउनुपर्छ। मैले करिब 2-3 मिनेट जति मिडियम फ्लेममा छोपेर पकाइसकेपछि आलु पाकिसक्यो र त्यसमा अघि फ्राई गरेर राखेको अन्डा राख्ने र अन्डालाई पनि पाक्नको लागि एकछिन छोपेर पकाउने। करिब 2-3 मिनेटपछि अन्डा र आलु दुवै मजाले पाकिसकेको छ। अब यसलाई एकचोटि मजाले मिक्स गरिदिने। आलुहरूलाई मजाले धुलो बनाउने र हाम्रो अन्डा करी रेडी भयो। पाकेको अन्डा करीमाथि अब अलिअलि काटेर राखेको धनिया पनि एड गरेको छु मैले। हजुरहरूलाई मन पर्दैन भने नराख्दा पनि हुन्छ। हेर्नुहोस् त कस्तो मिठो देखियो हाम्रो अन्डा करी। अब यसलाई खानामा सर्भ गरेर खानुहोला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।